साथीहरू सबैजनालाई नमस्कार। म चाहिँ आज चाहिँ सेयर मार्केटमा एन्ट्री गर्न चाहनुहुने बिगिनरका लागि चाहिँ यो एकदम नयाँका लागि यो भिडियो बनाउन गइरहेको छु। नयाँले चाहिँ तपाईँहरू सेयर मार्केटमा एन्ट्री गर्न इच्छुक हुनुहुन्छ, तर अब नलेज छैन कहाँ कसरी एन्ट्री गर्ने होला भन्ने कुरोमा चाहिँ म चाहिँ त्यसका लागि चाहिँ यो भिडियो बनाउन गइरहेको छु। र एकदम बिगिनर साथीहरूले चाहिँ मलाई चाहिँ म चाहिँ यो बिगिनर साथीहरूलाई हेल्प हुनका लागि र उहाँलाई चाहिँ सबै ट्रेडिङसम्म सबै हेल्प गर्नका लागि चाहिँ छिट्टै एउटा WhatsApp ग्रुप पनि बनाउन गइरहेको छु। त्यस कारणले अब तपाईँहरूले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मैले यहाँ कन्ट्याक्ट पनि दिनेछु। अब लु भिडियो सुरु गरौँ। अब पहिलो कुरो त तपाईँहरूले सेयर मार्केटमा एन्ट्रीका लागि सुरुमा कुरो भने तपाईँसँग ब्याङ्क एकाउन्ट हुनुपर्छ। कुनै ब्याङ्कमा गएर ब्याङ्क एकाउन्ट खोल्ने, त्यसपछि ब्याङ्क एकाउन्ट खोलेपछि त्यही ब्याङ्क अथवा ब्रोकर एकाउन्टबाट ब्रोकर अफिसबाट चाहिँ डिमेट एकाउन्ट खोल्नुपर्ने हुन्छ। अनि डिमेट खोलेपछि चाहिँ तपाईँहरूले चाहिँ त्यसपछि यो मेरो सेयरको एकाउन्ट खोल्नुपर्ने हुन्छ। मेरो सेयरको एकाउन्ट चाहिँ ब्याङ्क अथवा त्यही ब्रोकर अफिसबाट विभिन्न क्यापिटलहरूबाट खोल्न सकिन्छ। र अब मेरो सेयर खोलेपछि तपाईँहरूले यसरी चाहिँ यो सेयरहरू चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। सेयर आइपिओहरू एप्लाई गर्न सक्नुहुन्छ। त्यस आइपिओ चाहिँ एकदम अहिले सीमित व्यक्तिहरूलाई मात्रै पर्छ। त्यस कारणले अब हामीले मेन कारोबार गर्ने भनेको यो आइपिओबाट परेको रकमहरू बेच्नका लागि पनि हामीलाई चाहिँ ब्रोकर एकाउन्ट चाहिन्छ। र हामीले ठुलो कारोबारहरू सेयर मार्केटको मेन भनेको चाहिँ त्यसपछि तपाईँहरूले यो ट्रेडिङ एकाउन्ट खोल्नुपर्ने हुन्छ। ट्रेडिङ एकाउन्ट सेकेन्डरी एकाउन्ट ब्रोकर एकाउन्ट भन्छ। ब्रोकर अफिसमा गएर चाहिँ विभिन्न अब जस्तो अब यो 42 सनी सेक्युरिटी विभिन्न सेक्युरिटीहरू छन्। नासा सेक्युरिटी भयो, TMS 1 देखि 58, 70 अहिले धेरै ब्रोकर अफिसहरू छन्। त्यसकारण ब्रोकर अफिसमा गएर चाहिँ यसरी तपाईँहरूले चाहिँ ब्रोकर एकाउन्ट खोल्नुभयो भने पर्ने हुन्छ। र ब्रोकर एकाउन्ट खोलेपछि चाहिँ तपाईँहरूले त्यहाँबाट चाहिँ अनि सेयर किनबेच गर्न सक्नुहुन्छ। आइपिओ गरेका सेयरहरू बेच्न सक्नुहुन्छ। ठुलो भोल्युममा चाहिँ सेयर किनबेच गरेर चाहिँ यसरी सेयर मार्केटबाट पैसा कमाउन सकिन्छ। त्यसका लागि तपाईँहरूले अब विभिन्न नलेजहरू लिनुपर्ने हुन्छ। सुरुमै आफूले मात्रै भत्तै नछिर्नु होला। केही एकदम अनुभवी व्यक्तिहरूलाई चाहिँ को अन्डरमा रहेर चाहिँ कुन किन्ने कुन बेच्ने, कहिले किन्ने कहिले बेच्ने भनेर अहिले विभिन्न किसिमका ग्रुपहरू पनि हुन्छन्। र त्योबाट चाहिँ तपाईँहरूले सहयोग लिएर कम्तीमा 1 देखि 2 वर्ष चाहिँ त्यसरी अरूको अन्डरमा अरूको सजेसनमा चाहिँ सेयर किनबेच गर्नु होला, एकदम विश्वासिलो व्यक्तिको मार्फत। अनि त्यसपछि भनेको चाहिँ पछि चाहिँ तपाईँहरूले चाहिँ अनि आफैले अनि त्यसपछि जान्नुहुन्छ, बुझ्नुहुन्छ र कसरी किन्ने कसरी बेच्ने सबै जानेपछि चाहिँ अनि त्यसपछि चाहिँ तपाईँहरू आफू सेयर किन्न बेच्नलाई अग्रसर हुनुहोला। आफैले कारोबार त्यसपछि आफूले एक्लै कतै नजोडिकन पनि गर्न सक्नुहुन्छ। त्यसकारण मैले चाहिँ यस्तै नयाँ व्यक्तिहरूको लागि हेल्प होस् भनेर चाहिँ छिट्टै नै चाहिँ यो WhatsApp ग्रुप चाहिँ मैले खोल्न गइरहेको छु। त्यस कारणले तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने मैले यहाँ WhatsApp नम्बर राखिदिने छु, मलाई मेसेज गर्न सक्नुहुन्छ र त्यहाँ मार्फत तपाईँहरूलाई मैले सहयोग पुर्याउने छु। हस् त, नमस्कार।